नमस्कार साथीहरू। आज म एउटा छोटो लेख जो मैले मार्केट लिडर्सबाट लिएर पढ्न गइरहेको छु। लगातार घटिरहेको नेपाली सेयर मार्केटमा प्यानिक हुनुभएका साथीहरूलाई धैर्य राख्न आग्रह गर्दै यो लेख पढ्न गइरहेको छु। लगातार यतिका दिन घट्यो, अब त बढ्छ भन्यो, तैपनि बढ्दैन। कारोबार रकम आधाभन्दा घटिसक्यो, अब बेच्ने त सकियो होलान् भन्यो, तर सकिँदैन। बजारका विज्ञहरू सकारात्मक कुराहरू बोल्छन् र लेख्छन्, तर बजार सकारात्मक हुँदैन। विश्लेषकहरू नयाँ नयाँ सपोर्टहरू देखाइरहेका छन्, तर बजारलाई त्यसको पनि प्रवाह छैन। किन बजार यति धेरै निर्दयी भइरहेको छ? यतिसम्म निष्ठुरी हुन यसलाई सुहाउँछ त? यसलाई एउटा उदाहरणबाट बुझौँ। यदि कसैले तपाईँको मायाले कुनै फिलिङ्स एन्ड इमोसन्स दिन सक्दैन भने जति नै तपाईँले माया जताए पनि त्यो माया दिनु र नदिनुमा खासै फरक पर्दैन। त्यसै गरी बजारमा पनि सेन्टिमेन्ट राम्रो छैन भने जति नै हामी सकारात्मक भए पनि जति नै कराए पनि बजारले वास्ता गर्दैन। सेन्टिमेन्ट बजारको फिलिङ्स हो, उसको इमोसन्स हो। कसैले बोलेको र विश्लेषण गरेको आधारमा मात्र बजार बढ्नु र घट्नुपर्छ भन्ने हुँदैन। यो त केवल मन बुझाउने आधार हो। बजारले कहिले पनि बिर्सँदैन। विगतका कुराहरू हामी बिर्सँदै जान्छौँ, तर बजारले बिर्सँदैन। त्यसैले भनिन्छ, बजारमा मान्छे फेरिन्छन्, पकेट फेरिन्छ, मूल्य फेरिन्छ, तर बजारले आफ्नो धर्म कहिल्यै छोड्दैन। बहाना जे पनि हुन सक्छन्, तर विगतमा यो समयमा के भएको थियो र अघिल्ला बुलहरूमा त्योभन्दा अगाडिको बिन्दुमा पुगेपछि कस्तो प्रतिक्रिया जनाएको थियो, त्यो विश्लेषण बुझ्ने हो भने अहिलेको बुलभित्रको करेक्सन स्वाभाविक हो र सामान्य लाग्नेछ। सबै आँधीबेहरी तस नस गर्नका लागि मात्र आउँदैनन्। कतिले त फोहोर र प्रदूषणहरू हटाएर वातावरण झनै सफा पार्दछन्। यसलाई पनि एउटा उदाहरणबाट बुझौँ। हाम्रो शरीरमा चाहिने भन्दा धेरै सेलहरू भयो भने हरेक सेकेन्ड 5,30,000 देखि 8,10,000सम्म सेलहरूले आत्महत्या गर्दछन्। यो भनेको हरेक दिन 50 देखि 70 अर्बसम्म हो। तर यो सेलहरू मर्दा हाम्रो शरीर झनै स्वस्थ हुन्छ, त्यसको ठाउँमा नयाँ सेलहरू जन्मिन्छन्। यदि ती सेलहरू मरेनन् भने तिनीहरू क्यान्सरस सेल बन्न पुग्छन् र हाम्रो पुरै शरीर सिधाइदिन सक्छन्। कति कुराहरू सिद्धिनु पनि राम्रै हुन्छ। हाम्रो बजारमा पनि त्यस्ता सेल जस्तै कम्पनीहरू पनि हुन सक्छन्। तिनीहरू धेरै एक्टिभ भएपछि क्यान्सरस सेल बन्न पुग्छ र पुरै बजारलाई नकारात्मक असर पर्न पुग्छ। क्यान्सरपछि जसरी चिकित्सकले बिरामीलाई पीडादायक किमो दिन्छ, त्यसै गरी बजारले धेरै नै जोखिम बन्न पुग्यो भने नियामक निकायले किमो जस्तै पीडादायक नीति नियम दिने गर्छ। बाँच्नु र बचाउनु छ भने यसलाई सहनै पर्छ। सबै बजारमा बुल पछि बियर र बियर पछि बुल हुनु भनेको पुराना सेलहरू मर्नु र नयाँ सेलहरू जन्मनु जस्तै हो, जसले बजारलाई बचाइराख्दछ। अन्त्यमा माथि उल्लेख गरिएकाहरू जब बोल्न र लेख्न थाक्छन्, एउटाको कुरा अर्कोले सुन्न छोड्छन् अनि मात्र बजारले सुन्न थाल्छ। सबै कुराको बेला हुन्छ। अब त्यही बेला आउँदैछ। अब हेर्नुहोस्, ती सबैको कुराहरू बजारले एक एक गरी सुन्नेछ अनि भन्नेछ, देख्नुभयो नि, यो त मैले पहिले नै भनेको थिएँ। बुल बजारले धेरै विश्लेषकहरू जन्माउँछ र त्यही आङ्कलनमा चुक्ता बेयरिस बजारसँगै बिस्तारै हराउँदै जाने गर्छन्। यसलाई हामीले सामान्य रूपमा लिनुपर्छ। बजारमा दुई थरीका कारोबारीहरूले धेरै गुमाउने गर्छन्। कसैको कुरा नसुन्ने र लिँडे ढिपीमा लागेर यही हुन्छ भनेर बस्ने, अनि अर्को सबैको कुरा सुन्ने र आफ्नै निर्णय लिन कहिल्यै नसक्ने। जसरी तपाईँहरूले देखिरहनु भएको छ, यहाँ लामो जाम लागेको छ। यहाँ यात्रीहरू धेरै नै प्यानिक छन्। त्यस्तै अहिले नेपाली सेयर मार्केटमा पनि लगानीकर्ताहरू धेरै प्यानिक छन्। जसरी यो जाम खुलेपछि अथवा बिस्तारै यो अगाडि बढ्दै गएपछि अगाडि खुल्ला बाटोले हामीलाई खुसी दिन्छ, त्यस्तै सेयर मार्केटमा अहिलेको उतार चढाव, अहिलेको
लगातारको गिरावटले जति हामीलाई पीडा दिएको छ त्यो पीडालाई एक दिन बजारले अवश्य नै भुलाउने गरी खुसी दिनेछ भन्ने आशा गर्दै अब लगानीकर्ताहरूलाई धैर्यता राख्नुहोस्। आउने दिन अवश्य पनि खुसीमय उल्लासमय हुनेछ भन्दै यति राम्रो लेखिदिनु भयो मार्केट लिडर्सलाई धन्यवाद। अहिलेसम्म मेरा कुराहरू सुनिदिनु भयो तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद। आफ्ना साना साना कमाइहरूलाई बचत गर्न सिक्नुहोस् अनि त्यो बचतलाई लगानीमा परिणत गर्नुहोस् अनि लगानी गरेपछि त्यसले दिने प्रतिफलबाट तपाईँ निकै नै खुसी हुनुहुनेछ। सही ठाउँमा लगानी गर्नुहोस्, सही समयमा बचत गर्न सिक्नुहोस् अनि त्यो बचत र लगानीको प्रतिफलबाट आफू खुसी हुनुहोस्, आफ्नो परिवारलाई खुसी राख्ने प्रयास गर्नुहोस् अनि सम्पूर्ण समाज खुसी रहेको कामना गर्नुहोस्। बिदा हुन चाहन्छु। नमस्कार। शुभ दिन, शुभ समय। नमस्ते। धन्यवाद।